कर्नेलको मृत्युपछि पृथ्वीका बासिन्दाहरूले आत्मसमर्पण गर्छन्। ज्याक र पिन्डोराका बासिन्दाहरूले सबैलाई पृथ्वीमा फिर्ता पठाउँछन्, तर केही मानिसहरू भने त्यहीँ बस्छन् जो सुरुदेखि नै पिन्डोराप्रति वफादार थिए। साथै सानो उमेरको मान्छे स्पेस ट्राभल गर्न नमिल्ने भएकाले कर्नेलको बच्चा पनि तिनीहरूसँगै रहन्छन्, जसको नाम स्पाइडर हो। यता ज्याकलाई त्यस ठाउँको मुखिया बनाएको हुन्छ, जो आफ्नो 3 बच्चाहरू नितेम, लोहाक र टुकसँग हाँसीखुसी रमाइरहेका हुन्छन्। साथै डाक्टर किरीको बच्चा पनि तिनीहरूसँगै हुन्छन्, जसको नाम तिनीहरूले किरी नै राखेका हुन्छन्। तिनीहरू सबै सँगै हाँस्दै र खेल्दै हुर्कन्छन्। स्पाइडर पनि तिनीहरूसँगै धेरै रमाइरहेका हुन्छन् र उसले तिनीहरूलाई आफ्नै परिवार जस्तै व्यवहार गर्छ। तर ज्याककी श्रीमती नितारीले आफ्नो दुश्मन कर्नेलको छोरा भएका कारण स्पाइडरलाई खासै मन पराउँदैन। ज्याकले आफ्नो छोराहरूलाई शिकार खेल्न पनि सिकाउँछ र तिनीहरूसँग हाँसी खुसी बसिरहेका हुन्छन्। ज्याक र नितेरीले एक रात अचानक आकाशमा स्पेसशिपहरू देख्छन्, जुन देखेर तिनीहरू दुवै डराउँछन्। जहाज अवतरण हुनुभन्दा पहिले नै ती स्पेसशिपहरूले सबै जङ्गल र जनावरहरूलाई जलाइदिन्छन्। यति धेरै विनाश देखेर ज्याक रिसाउँछ भने नितेरी चकनाचुर हुन्छ। यसपटक तिनीहरूले पहिले भन्दा पनि धेरै सङ्ख्यामा मेसिनहरू छोडेका हुन्छन्। त्यसपछि 1 वर्ष बित्छ। यति समयसम्म पृथ्वीका मानिसहरूले कर्नेलको एउटा अवतार बनाइसकेका हुन्छन् र कर्नेलका सबै मेमोरीलाई त्यसमा फिट गरिदिन्छ। तर उक्त अवतारलाई कर्नेल कसरी मरेको थियो भन्ने कुरा चाहिँ थाहा हुँदैन, किनकि त्यो कुरा मेमोरीमा रेकर्ड गरिएका छैनन्। यता ज्याक आफ्नो साथीहरूसँग तिनीहरूको बम बारुद बनाउने ठाउँमा हमला गरेर लुटिरहेका हुन्छन् भने उता कर्नेलको अवतार प्यान्डोरामा हमला गरेर जसरी भए पनि ज्याकलाई बन्दी बनाउने प्लान बनाइरहेका हुन्छन्। त्यसपछि तिनीहरू आफ्नो मिलिट्री बेसमा जान्छन् र त्यहाँको जर्नेलसँग भेट गर्छ। जर्नेलले पछिल्लो 1 वर्षमा हामीले यति धेरै काम र निर्माण गरेका छौँ जुन पछिल्लो पटक 30 वर्षमा पनि गरेका थिएन भनेर भन्छ। हामीले आफ्नो पृथ्वीका मानिसहरूलाई ठाउँ पर्याप्त गर्नको लागि यस पिन्डोरावासीहरूलाई तह लगाउनु पर्छ, किनकि यिनीहरूले पहिला भन्दा पनि धेरै आक्रमण गर्न थालेका छन्। त्यसपछि उक्त जर्नेलले कर्नेलको अवतारलाई त्यस जङ्गलमा पठाउँछ जहाँ कर्नेलको मृत्यु भएका हुन्छ। संयोगले ज्याकको बच्चा र स्पाइडर पनि उक्त जङ्गलमा खेल्न गएका हुन्छन्। तिनीहरूले कर्नेल र उसका साथीहरूलाई टाढेबाट देख्छ र यिनीहरू पृथ्वीबाट आएका मानिसको अवतार हो भनेर थाहा पाउँछन्। यो सबै कुरा लोहाकले भोइस डिभाइसको मद्दतले आफ्नो बुबा ज्याकलाई खबर पठाउँछ। ज्याकले पनि उक्त स्थिति बुझ्दै बिस्तारै आवाज ननिकाली घर फर्कन आफ्नो बच्चाहरूलाई भन्छ। बच्चाहरू घर जाँदै हुन्छ। त्यति नै खेर कर्नेलका साथीहरूले तिनीहरूलाई समात्छ र तिनीहरूको हातका औँलाहरू हेर्दै यिनीहरू हाफ ब्रिड हो भनेर थाहा पाउँछ, किनकि ओरिजिनल प्यान्डोरावासीहरूको हातमा जम्मा 4वटा मात्र औँला हुन्थ्यो। लोहाकलाई देख्ने बित्तिकै ऊ ज्याकको छोरा हो भनेर कर्नेलले थाहा पाउँछ। अब कर्नेलले लोहाकलाई उसको बुबाको बारेमा सोध्छ, तर उसले कर्नेललाई केही बताउँदैन। त्यसपछि कर्नेलले किरीलाई मार्न जान्छ। यो देख्ने बित्तिकै स्पाइडर रिसाउँछ र यो देखेर कर्नेलले उसलाई उसको नाम सोध्छ। त्यसपछि कर्नेललाई थाहा हुन्छ कि स्पाइडर उसको छोरा हो भनेर। शान्त हुँदै कर्नेलले तिमी किन पृथ्वीमा नआएको भनेर सोध्छ। जवाफमा आफू सानो भएको र त्यस बखतमा अन्तरिक्षमा यात्रा गर्न नमिल्ने भएकोले यहीँ बसेको भनेर भन्छ। त्यसपछि कर्नेलले जर्नेललाई आफ्नो लोकेसन बताउँछ र 10 मिनेटमा त्यहाँ पुग्न भन्छ। त्यति समयसम्म कर्नेलले उसको अन्तिम रेकर्ड गरिएको भिडियो पनि हेर्छ, जसमा उसले आफू कसरी मारिएको थियो भनेर थाहा पाउँछ। जर्नेल र उसका विमानहरू त्यहाँ आउनुभन्दा अगाडि नै ज्याक र नितिनी त्यहाँ आउँछ र आफ्ना बच्चाहरूलाई बचाउँछन्। तर एक विस्फोटको कारण स्पाइडर बेहोस हुन्छ। कर्नेलले उसलाई उठाउँछ र आफूसँगै लैजान्छ। किरीले रुँदै ज्याकलाई भन्छ कि
उनीहरूले स्पाइडरलाई लगेका छन्। ज्याकले उनलाई अँगालो हाल्छ र सान्त्वना दिन्छ। यसैबीच जर्नेलले स्पाइडरलाई यातना दिन्छ र तिनीहरूको बस्ने ठाउँको बारेमा सोध्छ, तर स्पाइडरले केही भन्दैन। आफ्नो छोरालाई यातना दिएको कर्नेललाई असह्य हुन्छ र तुरुन्तै उक्त मेसिनलाई बन्द गरिदिन्छ। यातनाका कारण स्पाइडरको बेहारत भइसकेको हुन्छ। कर्नेलले आफ्नो तरिकाले स्पाइडरबाट सत्य बोलाउने कुरा जर्नेललाई भन्छ, तर यो तिम्रो छोरा होइन भन्दै जर्नेल त्यहाँबाट जान्छ। पिन्डोरामा ज्याकले आफ्नै श्रीमतीलाई भन्छ कि अब हामीले यो ठाउँ छोड्नुपर्छ, किनभने स्पाइडर कर्नेलसँग छ र उसले स्पाइडरबाट सबै सत्य कुरा भन्न लगाउनेछ। नितिनी त्यस ठाउँ छोड्न मानिरहेको हुँदैन, तर ज्याकले जसोतसो गर्दै उसलाई त्यस ठाउँ छोडेर जान मनाउँछ। यता कर्नेल स्पाइडरसँग कुरा गर्न आउँछ र आफूले लगाएका लकेट स्पाइडरको हातमा राखिदिन्छ। हातमा लकेट आउनु बित्तिकै स्पाइडरले त्यसलाई रिसाउँदै फालिदिन्छ, किनकि उसले आफ्नो बाबुलाई नराम्रो व्यवहारको कारण घृणा गरिरहेका हुन्छन्। त्यसपछि स्पाइडरलाई आफूसँगै जान सुझाव दिँदै कर्नेल त्यहाँबाट जान्छ। भोलिपल्ट बिहान ज्याकले आफ्नो मुखियाको पद त्यागेर त्यहाँबाट आफ्नो परिवारलाई आफूसँगै लैजान्छ। लामो समयसम्म यात्रा गरेपछि तिनीहरू मटकाइना लाइफ नामक आइल्यान्डमा पुग्छ। त्यो समुदायका रहनसहन प्यान्डोराभन्दा फरक किसिमको हुन्छ। आकाशमा उड्नुको सट्टा तिनीहरू पानीमुनि गएर शिकार गर्ने खालका हुन्छन्। त्यहाँका मानिसहरूले ज्याक र उसको परिवारको मजाक उठाउँछ, किनभने तिनीहरूको तुलनामा ज्याक र उसको परिवारको खुट्टा र हात धेरै पातलो हुन्छ र उनीहरू तिनीहरूको अगाडि धेरै कमजोर देखिन्छ। त्यसपछि त्यहाँको मुखिया आफ्नो पत्नी र मानिसहरू लिएर त्यस ठाउँमा आउँछ र तिमीहरू यहाँ किन आएका हौ भनेर सोध्छ। ज्याकले भन्छ कि हामी यहाँ तपाईँको ठाउँमा शरण लिन आएका हौँ। त्यसपछि मुखियाले उसलाई भन्छ कि तिमीहरू जङ्गलवासी हौ र हामी पानीवासी, तिम्रो सिपहरू यहाँ कुनै कामको हुने छैन। त्यसपछि ज्याकले हामी चाँडै नै सिक्नेछौँ भनेर भन्छ। मुखियाको श्रीमतीले ज्याकको बच्चाहरूलाई हेर्दै भन्छ कि यिनीहरू हामी जस्तै पानीमा तैरिन सक्दैन। जसोतसो गर्दै ज्याकले त्यहाँको मुखियालाई मनाउँछ र आफू आफ्नो परिवारको सुरक्षाको लागि यहाँ आएको कुरा पनि भन्छ। त्यसपछि त्यहाँको मुखियाले तिनीहरूलाई आफूसँगै बस्नु दिन्छ र आफू बासिन्दाहरूलाई पनि सहयोग गर्न आह्वान गर्छ। भोलिपल्ट मुखियाका छोराछोरीहरूले ज्याकका छोराछोरीहरूलाई पानीभित्र लैजान्छ र तिनीहरूलाई देख्छ कि ज्याकका छोराछोरीहरू लामो समयसम्म पानीभित्र बस्न सक्षम छैन। तिनीहरूले उनीहरूलाई पौडी खेल्न पनि सिकाउँछ र उनीहरूलाई चालहरू पनि बताउँछ। त्यसपछि पानीमा भएको जीवलाई बोलाएर लुहाको बन्धन बाँधिदिन्छ र त्यसलाई पनि चलाउन सिकाउँछ। त्यस ठाउँको मुखियाले ज्याकलाई पनि ती सबै कुराहरू सिकाउँछन्। मुखियाकी छोरीले लुहाकलाई लामो समयसम्म सास फेर्न र सास रोक्न सिकाउँछ। ज्याकका बच्चाहरूले पनि पानीमा धेरै रमाइलो गर्छन्। तिनीहरूले त्यहाँ नयाँ संसार देखेका हुन्छन्। किरीले पनि ती सबै कुराहरूलाई अनुभव गरेका हुन्छ। यता कर्नेलले स्पाइडरलाई लिएर प्यान्डोराको सबैभन्दा अग्लो पहाडमा जान्छ र आफ्नो लागि एउटा बेन्जिससँग बन्धन बधाउन खोज्छ। उनीहरूको झगडामा बेन्जिसले उसलाई पहाडबाट तल लैजान्छ र सबैले कर्नेल मरेको ठान्छन् र त्यहाँबाट फर्कन थाल्छ। तर त्यसपछि कर्नेल बेन्जिसमा सवार भएर त्यहाँ आउँछ र उनीहरूसँग बन्धन बाँध्छन्। यसैबीच मुखियाका केटाकेटीहरूले किरीलाई जिस्काउन र हात समात्न थाल्छ। त्यसपछि नितिन र रुवाकले तिनीहरूलाई बेसरी पिटेर पठाउँछन्। यो कुरा थाहा पाएपछि ज्याकले आफ्नो छोराहरूलाई रुममा ल्याएर कराउँछ र रुवाकलाई तिनीहरूसँग गएर माफी माग्न लगाउँछ। ती केटाकेटीहरूले रुवाकलाई माफी दिए जस्तो गर्छ र आफूसँगै समुद्रमा शिकार गर्न जान अफर गर्छ। रुवाक पनि मान्छ र तिनीहरू सँगै जान्छन्। त्यहाँ पुगेपछि ती केटाकेटीहरूले लुहाकलाई एक किसिमको आवाज निकाल्न भन्छ र तिनीहरूलाई उसलाई चुपचाप त्यहीँ छोडेर फर्कन्छन्। त्यहाँ होल जस्तै देखिने टुल्कुम नाम गरेका जीवहरू हुन्छन् र त्यसमध्ये एउटा जीवले उसलाई मार्न पागल जस्तै पछ्याउन थाल्छ। लुहाकले तिनीहरूबाट आफूलाई बचाउन सक्दो प्रयास गर्छ।
लामो समयसम्म पानीमा बसेको कारणले गर्दा लुवाकको साथ सकिन थाल्छ। त्यसैले माथि सतहतिर पौडिन खोज्छ। यसैबीच उक्त जीवले लुवाकलाई हमला गर्न लाग्छ, तर टुल्कुन नाम गरेको त्यस्तै अर्को जीवले उसलाई समयमै बचाउँछ। यत्तिकैमा साप सकिएको कारण लुवाक पानीमा डुब्छ, तर केही समयपछि जब उसको आँखा खुल्छ उसले देख्छ कि टुल्कुनले उसको ज्यान बचायो। टुल्कुनले उसलाई सतहमा ल्याएको थियो। बदलामा उसले टुल्कुनको पखेटामा फसेको फलामलाई हटाइदिन्छ। त्यसपछि उनीहरू दुई बीच गहिरो मित्रता हुन्छ। यहाँ किरी र ज्याकलाई भन्छन् कि म माओवाको मुटुको धड्कन सुन्न सक्छु, के म पागल भएको हो र? ज्याकले उनलाई सम्झाउँछ र बुझाउँछ। त्यसपछि नित्यमले मुखियाको छोरालाई त्यहाँ ल्याउँछ र दिनभरको बारेमा सबै कुरा बताउँछ। अब तिनीहरूले लुवाकको खोजीका लागि निक्लिन लागिरहेको हुन्छ। त्यति नै बखत लुवाकले टुल्कुनलाई घर पठाएर त्यहाँ आइपुग्छ र सबै गल्ती आफूले नै गरेको स्वीकार गर्छ र मुखियाको छोरालाई बचाउँछ। त्यसपछि यिनीहरू दुई बीच पनि गहिरो मित्रता बस्छ। भोलिपल्ट उसले मुखियाका छोराछोरीहरूलाई सबै कुरा बताउँछ र उसको काटिएको पखेटाको बारेमा पनि उल्लेख गर्छ। मुखियाकी छोरीले बुझ्छिन् र भन्छन् कि उसको नाम पाइकन हो र उनीहरूले परिवारले त्यसलाई अस्वीकार गरेको छ, किनभने सबैले पाइकनलाई हत्यारा ठानेका हुन्छन्, जसले उनीहरूका साथीका साथै अरू टुल्कुनलाई पनि मारेका हुन्छन्। तर लुवाकले उनीहरूलाई विश्वास गर्दैन र भन्छ कि ऊ मेरो साथी हो र त्यहाँबाट जान्छ। भोलिपल्ट मुखियाकी छोरीले उनीहरूलाई आफ्ना पुर्खाहरूको मन्दिर देखाउँछिन् र त्यसपछि पानीमुनि रहेको आफ्नो बस्तीको जीवनदायी रुख पनि देखाउँछिन्। किरीले त्यस रुखसँग आफ्नो बन्धन बाँध्छ। त्यसको लगत्तै उसले आफ्नो आमालाई देख्छ र अँगालो हाल्दै रुन्छिन्। आफू अरूभन्दा किन फरक छु, मेरो बुबाको को हो भनेर सोधिरहेकी बेला उसका सम्पूर्ण शरीरहरू काप्न थाल्दछ। त्यसपछि उनका साथीहरूले उसलाई घर फिर्ता ल्याउँछ। ज्याकले आफ्ना साथीहरूलाई उपचार गर्न बोलाउँछन्, तर तिनीहरू केही गर्न असमर्थ हुन्छन्। त्यसपछि मुखियाकी श्रीमतीले उनको उपचार गर्छिन् र उनलाई निको पार्छ। यता कर्नेलको साथीले उनलाई राडारमा एक जहाज देखिएको कुरा बताउँछ अनि यो जहाज त्यही जहाज थियो जसमा चढेर ज्याकको साथीहरू किरीलाई निको पार्न त्यहाँ आएका थिए। कर्नेललाई अब त्यस ठाउँको लोकेसन मिलिसकेको थियो। त्यसैले एक शिकारी जहाजको क्याप्टेन र उसको क्रुका साथीहरूसँग उक्त लोकेसन मटकाइना लाइफतर्फ लाग्दछ। यता मटकाइना लाइफमा सबै टुल्कुनहरू आफ्ना जीवनचक्र पुरा गरेर फर्किरहेका हुन्छन्। तिनीहरू धेरै खुसी छन्। वास्तवमा त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई आफ्नो भाइ र बहिनीहरू जस्तै मान्छन्। टुल्कुनका प्रमुखले आफ्नो बच्चा रोनललाई देखाउँछिन्। उनी धेरै खुसी हुन्छन् र भन्छन् कि उनीहरूको पनि बच्चा जन्मिँदैछ भनेर। यता कर्नेल उनीहरूको सबैभन्दा नजिकको बस्तीमा पुग्छन् र त्यहाँको बासिन्दाहरूलाई ज्याकको बारेमा सोध्छ, तर उनीहरूलाई त्यसको बारेमा केही थाहा हुँदैन र थाहा छैन भनेर भन्छ। यसपछि कर्नेल रिसाउँछ र तिनीहरूको बस्तीमा आगो लगाएर जान्छ। मुखियाले ज्याकलाई आफ्नो छिमेकी बस्तीको बारेमा जानकारी दिँदै उनीहरूले तिमीलाई खुसी रहेको छ भनेर भन्छ। नीतिले ज्याकलाई भन्छन्, हामी कति दिनसम्म दौडिरहने? यदि हामी शान्तिको सास फेर्न चाहन्छौँ भने हामीले यिनीहरूलाई मार्नै पर्छ। यता यति धेरै कडा परिश्रम गरे पनि कर्नेलले केही फेला पारेको हुँदैन। त्यसैले उसले आफ्नो योजना नै परिवर्तन गर्छ। त्यस जहाजको कप्तानले कर्नेललाई टुल्कुनको शिकार गर्ने चाहना रहेको कुरा बताउँछ र उसले पर्मिसन पनि दिन्छ। अब लुवाक पैकुन भएको ठाउँमा जान्छ र उसलाई भन्छ कि म तिमीलाई विश्वास गर्छु, तिमी पनि मलाई विश्वास गर र तिम्रो पखेटा कसरी काटिएको थियो भनेर मलाई भन। यो भन्दै गरेको कुरा लुवाकका साथीहरूले देख्छन्। पैकुनले आफ्नो मुख खोल्छ, लुवाक भित्र जान्छ र आफ्नो बन्धन बाँध्छ, जसबाट उसलाई थाहा हुन्छ कि उसले केवल आफ्ना साथीहरू र त्यस बस्तीका मानिसहरूलाई बचाउन खोजेका थिए। यसमा उसको केही गल्ती थिएन र उसले कसैलाई मारेका थिएनन्। अब मुखियाले पनि थाहा हुन्छ कि लुवाक पैकुन भएको ठाउँमा गएको थियो भनेर। त्यसपछि मुखियाले लुवाकलाई कराउँदै भन्छ कि पैकुनहरू पहिला हत्यारा हुने गर्थे
पछि उनीहरूले उक्त हत्याको बाटो छोडेर शान्तितर्फ लागेका थिए, तर पैकुनले आफ्नो नियमहरू तोड्यो, त्यसैले उसलाई त्यहाँबाट निकालिदियो। लुहाकले उनीहरूलाई सत्य भन्न थाल्छ, तर ज्याकले उसलाई बोल्न दिँदैन। यता कर्नेलको टिमले टुल्कुनको प्रमुखमाथि नै ट्र्याकर सेट गर्छ, किनकि उनी आफ्नो बच्चाको कारण छिटो पौडिन सक्दैनथे। ती सबै सिकारी अनि क्याप्टेनले उक्त टुल्कुनलाई छेकी मार्छ। त्यसपछि उक्त टुल्कुनको मस्तिष्कमा ड्रिल गरेर पहेँलो रङको पदार्थ निकाल्छ र उसले भन्छ कि यो पदार्थ सबैभन्दा बहुमूल्य छ, जसको मूल्य 640 करोड रुपैयाँ पर्छ, र यही पैसाको कारणले गर्दा कर्नेल, तपाईँले आफ्नो काम गर्न सक्नुभएको छ। यता बस्तीमा मानिसहरू टुल्कुनका मृत शरीरको नजिक पुग्छन्। मुखियाकी श्रीमती यो देखेर धेरै रुन्छिन् र बस्तीमा आएर युद्ध गर्ने घोषणा गर्छ, तर ज्याकले उनीहरूलाई सम्झाउँदै भन्छ कि यदि तिमीहरू यसरी लड्न गयो भने उनीहरूले सबैजनालाई नष्ट गरिदिनेछन्, र उनीहरूलाई ट्याकर देखाउँदै भन्छ कि हामीले टुल्कुनको जीवन बचाउनु पर्छ। त्यसैले यदि तपाईँहरूले टुल्कुनमा यस्तो केही देख्नुभयो भने मलाई भन्नुहोस्, म ट्र्याकर बन्द गर्न सक्छु, जसको कारणले टुल्कुनको जीवन बचाउन सकिन्छ। त्यसपछि अलग्गै आएर ज्याकले तिनीलाई भेट्छ र कर्नेलले वास्तवमै उनीहरूलाई मार्नको लागि खुसी रहेको छ भनेर भन्छ। लुहाक आफ्नो साथी पैकुनलाई यो कुरा भन्न जान लागेको हुन्छ, किनकि उसलाई थाहा थियो कसैले पनि त्यस पैकुनलाई यो कुरा भन्ने छैन। सबै बच्चाहरूले लुहाकलाई रोक्न खोज्छन्, तर ऊ त्यहाँबाट जान्छ। तब पनि सबै बच्चाहरूले उसलाई पछ्याउँदै उसको पछि जान्छ। यता क्याप्टेनले अर्को शिकारको लागि तयारी गरिरहेको हुन्छ। लुहाक र उनको साथीहरू पैकुनको नजिक पुग्छन्। त्यहाँ ट्र्याकर देख्दा लुहाक धेरै नै आत्तिन्छ र तिनीहरूले ट्र्याकरलाई हटाउन खोज्छन्। त्यति नै खेर सिकारी जहाज त्यहाँ आइपुग्छ। यो देखेपछि लुहाकले भोइस डिभाइसको मद्दतबाट सबै कुरा आफ्नो बुबालाई भनिदिन्छ। त्यसपछि यो खबर ज्याकले मुखियालाई बताउँछ र तिनीहरू सबै तयार भएर पैकुन भएतिर जान्छ। टुल्कुन नजिकै बच्चाहरूलाई देखेर कर्नेल धेरै खुसी हुन्छ। त्यसपछि केटाकेटीहरूले ट्र्याकर निकालेर समुद्रमा फ्याँकिदिन्छन् र आफै पनि समुद्रभित्र गएर लुक्छन् र पैकुन पनि भागेर जान्छ। तर कर्नेलले सबमरिनको प्रयोग गरेर ती बच्चाहरूलाई समात्न आदेश दिन्छ। केही समयमै तिनीहरूले मुखियाको छोरीलाई जाल हानेर समात्छ। लुहाक पनि उनीहरूलाई छुटाउनको चक्करमा समातिन्छ। यो देखेर स्पाइडर तिनीहरूतिर दौडिँदै आउँछ, तर जहाजका मान्छेहरूले स्पाइडरलाई समातेर भित्र फिर्ता लग्छ। कर्नेलले ती 3 बच्चाहरूलाई बाहिर देख्न बाँध्छ र ज्याकलाई एक्लै आउन भन्छ, नत्र उसले बच्चाहरूलाई मार्ने धम्की दिन्छ। यता पैकुनले पनि आफ्नो साथी लुहाक बाँधेको कुरा देख्छ र रिसले छटपट्याउँछ र जहाजमा हाम फालेर सबै सामानहरू बताभुङ्ग पार्न थाल्छ। पैकुनलाई देखेर जहाजको क्याप्टेनले उसलाई शिकार गर्न त्यहाँ आउँछ। यो सबै देखेर आदिवासीहरू पनि लडाइँमा हाम फाल्छन्। क्याप्टेनले पैकुनमाथि ट्र्याकर प्रहार गर्छ, तर उसले टाउको निहुराउँछ र रकेट कर्नेलको जहाजमा गएर पड्किन्छ। त्यसपछि त्यहाँ भयानक युद्ध हुन्छ। स्पाइडरले पनि जहाजको कन्ट्रोलरलाई अन्धाधुन्दा फुटाउन थाल्छ। पैकुनलाई समात्न क्याप्टेनले उनीमाथि तारमा बाँधिएको एङ्कर प्रहार गर्छ, तर पैकुन चालाकीपूर्वक त्यहाँबाट भाग्छ र जानी ताललाई आफ्नो टाउकोमा बाँधेर सम्पूर्ण शक्तिका साथ डुङ्गालाई तान्न थाल्छ। क्याप्टेनले फेरि आक्रमण गर्ने तयारी गर्दै गरेको हुन्छ। त्यति नै खेर पैकुन त्यस डुङ्गाको माथिबाट हाम फाल्छ र क्याप्टेनको हात तालले बाँधेर काटिदिन्छ। क्याप्टेनको मृत्यु भएपछि उनीहरू त्यहाँबाट भाग्न थाल्छ, तर कर्नेलले किरीलाई समातेर जहाजमा बाँधिदिन्छ। त्यस्तै गरी अरू बच्चाहरूलाई पनि बाँधी बनाउँछ। अर्कोतर्फ कर्नेलले ज्याकको छोरा भाग्दै गरेको देख्छ र त्यहीँ गोली हानिदिन्छ। बच्चाहरूले उनलाई धेरै कठिनाइका साथ टापुमा ल्याउँछ, तर उनी बाँच्न सक्दैन। उनलाई मृत्यु देखेर नितेरी पागल जस्तै भएर चिच्याउन थाल्छ र धेरै रिसाउँछिन्। त्यसपछि कर्नेलले ज्याकसँग आफ्नो भोइस डिभाइसमा कुरा गर्छ र उनलाई भन्छ कि उसको सानी छोरी आफूसँगै छ। यो सुनेपछि नितेरी रिसाउँछ
र आफ्नो बेन्जिसमा चढेर उड्छ। ज्याक चुपचाप त्यस जहाजमा पुग्छ र विस्फोट गराउँछ, जसले गर्दा त्यहाँ आगो लाग्छ। नितेरी जहाजमा पुग्छ र धेरै मानिसहरूलाई मारिदिन्छ। उसको उग्र रूप देखेर स्पाइडर पनि डरले चुप लागेर बस्छ। यता ज्याकले आफ्नो छोरीलाई बचाउँछ, तर कर्नेलले किरीको घाँटीमा चक्कु तेर्साएर ज्याकलाई धम्काउँछ। स्पाइडरले आफ्नो बुबालाई रोक्न खोज्छ, तर त्यत्तिकैमा नितेरीले स्पाइडरलाई समात्छ। तर कर्नेलले यस्तो व्यवहार गर्छ मानौ त्यसले उसलाई कुनै असर गरेन। त्यसपछि नितेरीले कर्नेललाई भन्छ छोराको बदलामा छोरा नै, र स्पाइडरको छातीमा छुरा प्रहार गर्न खोज्छ। कर्नेलले तुरुन्तै किरीलाई छोडिदिन्छ। अब तिनीहरू सबै फर्कन थाल्छन्, तर कर्नेलले म यत्तिकै बस्दिनँ, फेरि आउनेछु भनेर भन्नु बित्तिकै ज्याक र कर्नेलको बीच झगडा हुन्छ। यता तिनीहरू फर्किने क्रममा तिनीहरूको छोरा पानीको बहावको कारणले जहाजभित्र पस्दछ। त्यसैले उसको पछि पछि नितेरी पनि जान्छ, तर जहाज बिस्तारै डुब्न थाल्छ। ज्याकले कर्नेलको घाँटी समातेर बेहोस पारिदिन्छ, तर सासको कमीको कारण आफू पनि डुब्दै जान्छ। त्यहाँ समयमै लोहाक आउँछ र ज्याकलाई जहाजको एउटा च्याम्बरमा ल्याउँछ जहाँ उसले सास फेर्न सक्छ। यसैबीच नितेरीहरू पनि एउटा ठाउँमा अड्किन्छ र जहाज पूर्ण रूपमा अँध्यारोमा डुब्दै हुन्छ। त्यसपछि किरीले त्यहाँ धेरै प्रकाश दिने माछाहरूलाई बोलाउँछिन् र नितेरीहरूलाई खोज्न थाल्छ। तिनीहरूले नितिनीलाई भेट्छ र बाहिर निकाल्छन्। यता लुवाकले पनि पैकुनको मद्दतले ज्याकलाई बाहिर निकाल्छ। त्यसपछि पैकुनले तिनीहरू सबैलाई एउटा टापुमा लगेर छोडिदिन्छ। स्पाइडरले पनि कर्नेललाई पानीबाट बाहिर निकाल्छ। कर्नेलको बेन्जिस पनि त्यहाँ आइपुग्छ। कर्नेलले स्पाइडरलाई आफूसँगै आउन भन्छ, तर स्पाइडरले उसलाई छोडेर ज्याक र उसको परिवार कहाँ फर्कन्छ। कर्नेल आफ्नो बेन्जिसमा बस्छ र त्यहाँबाट भाग्छ। बस्तीका सबै मानिस मिलेर ज्याकको मरेको छोरालाई अन्तिम बिदाई दिन्छ। त्यति बेला ज्याकलाई त्यो क्षण याद आउँछ जब उसले जन्मेको समयमा नितेमलाई आफ्नो हातमा लिएर नाम राखेका थिए, र अब उसले छोरालाई पानीको अनन्त गहिराईमा गाडिएको हेरिरहेको छ, जसले गर्दा उसको मन त्यहीँ भाँचिन्छ। ऊ फर्केर मुखियालाई भन्छ कि हामी भोलि यो ठाउँ छोडेर फर्कदैछौँ, तर तिमीहरू पनि हाम्रै समुदायका भइसक्यो भनेर मुखियाले जवाफ फर्काउँछ र फिल्म यहीँ सकिन्छ।